त्यो फोन कसको फेरि आज नयाँ हिउँ परिसक्यो पर्दैछ हेर्नु नमस्कार साथीहरू मेरो यो फेरि नयाँ भिडियो लिएर आएँ आज अलिअलि भिडियोहरूमा त्यो अस्ति सफा गरेको स्नोहरू छँदैछ त्यो चाहिँ जनवरीको 25 तारिकदेखि सुरु भएको स्नो अहिले पनि जस्ताको तस्तै छ ल हेर्नु यसो सारेको मात्र छ साइड साइड 12 दिन भयो फेब्रुअरी छ ल हेर्नु यस्तो छ अझै थपिँदैछ है सपिने कार्य छँदैछ यो अझै यहाँ ट्रकले उठाएर सफा गरेर राखेको हो यो यहाँबाट आधा जस्तो त ट्रकमा उठाएर लिएर गयो ऊ त पारिपट्टि नि अलिअलि फ्याँकेको छ ल हेर्नु यो त हेर्नु त ओहो कति छ त ल यति ठुलो ठुलो बनाएर यहाँ राखेर मैले मेरो घर अगाडिको पनि देखाएँ पहिला कस्तो थियो अहिले कस्तो छ ल हेर्नु त यो ठन्डै आज अझै थप्यो अस्ति गाडी धुन पर्छ कि भनेको गाडी धोइएन हेर्नु त कस्तो थपे खा पहाडै पहाड छैन त स्नोको त्यहाँ पारी ल हेर्नु यहाँ त्यस्तै छ ल हेर्नु त यहाँ माथि पुरै घरमाथिको तल अझै झरेको छैन बाटोमा घर अगाडि यस्तो थुपारेर राखेर हेर्नु यत्रो ठुल्ठुलो आज पनि थपिएको छ ल हेर्नु सेतै भइसक्यो गाडीमा पनि ल हेर्नु त सेतो र सेतो हाम्रो लालुपाते चाहिँ धन्न पात बसिरह यो लालुपाते भयो यतापट्टि नि छ हिउँ आज थपिसक्यो अस्तिकोबाट उता गाडीलाई हेर्नु नुन अझै यहाँ सफा भइसक्यो छैन गाडीमा हेर्नु त ढक्कमक्कै भइसक्यो ल हेर्नु हिमालमै चढे जस्तो छ यो म जाँदैछु है त अब कहाँबाट जाने हो भन्ने कुरो अब हामी फालेर जानु पर्यो खुट्टाले टक्क लाग्दाखेरि तपाईँको त्यो सिसा फुटेको जस्तो जुरुम भएको होला यहाँनिर त हो तानै क्या जुरुम भएको हेर्नु हाम्रो खेल्ने ठाउँको पछाडिपट्टिको बनाउनु पर्छ त्यहाँ त स्नो खेल्दैछ नि कि आथ म त म आएको ठाउँ पनि अलिअलि डाम चाहिँ बस्यो है आजकोले गर्दाखेरि चिप्लो चाहिँ चिप्लो छ म यतापट्टि आएँ हल्का यो जङ्गलतिर भन्दा पनि यो सानो हाम्रो एरिया छ पार्कमा यहाँ पार्कमा हेर्नु बस्ने ठाउँ चाहिँ छैन यस्तो छ बस्ने ठाउँमा चाहिँ चट्टै यहाँ साइडमा गरिममा चट्ट साइडमा यहाँ बियर राख्यो अनि यहाँ हामी बस्यो यस्तो यतापट्टि यस्तो जङ्गलमा यस्तो छ यहाँ चिप्लो धन्न अलिअलि फुटा ल्याएर छ नि यहाँ स्कुलको चौरमा पुगेर आउनु पर्यो भनेको म त चिप्लिन्छु कि जस्तो भइसक्यो अहिले ल हेर्नु यो पारिपट्टि उतापट्टि स्कुल छ यहाँ पनि बच्चाहरू अलिअलि हिँडेको ठाउँ चाहिँ डाम चाहिँ रहेछ नत्र भने त सबै ल हेर्नु कति गाह्रो चिप्ले जस्तो छ ओहो धन्नै लडेको यहाँबाट चाहिँ चिप्ले नि म हौ त्यहाँ स्क्वायरलको गुड रहेछ क्या हो स्क्वायरलको गुडमा ल हेर्नु बच्चाले खेल्ने
फुटबल ग्राउन्ड त यस्तो छ ल हेर्नु म भन्दा अहिले अर्को कोही हिँडेकै रहेछ यसरी हिँड्दा अरे अस्ति तक त डाम बस्थेन यति यति अलिअलि यहीँ हाम्रो स्टुडेन्टहरू आउने जाने गर्दाखेरिको चाहिँ होला यो बच्चाहरू खेल्ने ठाउँ यहाँ यस्तो छ अलिक धमिलो धमिलो भयो आकाश बादल यस्तो लाग्यो ल हेर्नु हजुर चरर हिउँ परेको देखिएको हुनुपर्ने हो चिप्लो छ माथिबाट चिप्ली खेल्न पनि यो एउटा मात्र हुन्छ बिस्तारै जानुपर्छ है ढुकुर ढुकुर बसिरहेको रहेछ बिचरा यस्तो शीतलमा पनि कसरी बसेको होला है बिस्तारै 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 म तान्छु जुम गर्छु आउँछ कि आउँदैन है त म हाम्रो सरले जुम गर्छु हामीलाई यस्तो जुम गरेर आउँदैन होला आउने प्रयास त गर्दैछु नउड है नउड कहाँनिर छ ऊ त्यहाँनिर छ अब भिडियोमै देखियो भने मात्र है यो एउटा चरो उड्दैछ आउन त आउने होइन मलाई यस्तोमा नि हेर्नु बिचरा कस्तो सेतो सेतो देखियो नि उठाएको हल्ला दुइटा छ बिस्तारै बोल्न बिचरा कसरी बस्यो है देख्नुमा नि उड्न थालेको मलाई धेरै डरायो बिचरा शीतलमा बसेको चराहरू हो बोल्न नै हुन्न फेरि धेरै यिनीहरूलाई यस यहाँनिर यस्तो म हिँडेको बाहेक अरू केही डाम छैन यहाँ बिहार बस्ने ठाउँ भनेको फेरि को हिँडेको छ भन्ने यहाँनिर पार्कमा मान्छेहरूले आछु चिपेक्लो चिप्लै मभन्दा अरू हिँडेको छैन कोही मेरो डामै देखिएन सेतो यहाँ सेतो छ यहाँ पछि यस्तो छ ल यतातिरको वातावरण यस्तो छ ल म त यहाँ भित्र आइपुगेको यस्तो हुँदैछ यहाँ तयारी के छ बाबु ठिक छ ल हेर्नु यहाँ तयारी चाहिँ भव्य हुँदो रहेछ तातो पानी चाहिए घुमाइलो है तातो पानी छ बाफ आइरहेको एकदम मिठो होला जस्तो छ ल भाउजूलाई धेरै धेरै धन्यवाद यहाँ अरू पहिल्यै प्लेट लिएर बसिसक्नु भएको रहेछ दाइ अनि भाइको चाहिँ भलाकुसारी हुँदैछ है नमस्ते है बाबुलाई के खान्छ त बाबु तयारी हुँदैछ प्लेटका प्लेट हाम्रो दिपनाका पनि छ दिपनाका सबैजना नमस्ते भन्दै धेरै भइसक्यो तिमी नआयो नमस्ते ल हेर्नु कस्तो सानो Yes, let out around 3:20. That's like the pickup time. And then like one of us has to pick them up. एकदमै चिल्लो छ कस्तो छ त टेस्ट चिल्लो छ चिल्लो त हुनै पर्ने पुरीमा चिल्लो भयो केमा हुन्छ पुरीमा चिल्लो नराखे फाइनल्ली मेरो यहाँ खानेकुरा नि आइसक्यो यतापट्टिको त खाँदै हुन्छु के अरे अब म यसलाई चाहिँ सुध्याएर अनि बल्ल अर्को आउँछ मेन मान्छेले छुट्यो नि त। ल है विस पनि भइसक्यो ल अर्को नि बजाए पाली बजेपछि
समातेर गाड्दिन नमिलाएर हजुरले केही हुँदैन बाबुकै हात समातेर गाड्दैन हुन्छ ल ताली क्ल्याप गर्नु पर्यो क्ल्याप सबले हो ल सानो मान्छेको ल ऊ दादा मान्छेको उता पनि हुटिङ गर्नलाई उता हामीले नयाँ गएको मान्छे हुटिङ पनि हुँदैछ है बेला बेलामा यसरी लिभिङ मात्रै भयो त्यो सानो मान्छे क्ल्याप गर्नु पर्यो कि पहिला क्ल्याप गर्ने हो कि अड्केला है त्यो फेरि कस्तो खालको उद्किएको Alright, guys, let's get it. त्यो फोन कसको मै खेलेर बस्छु कुरा आउँथ्यो Happy birthday, Gigi. Happy birthday. Teresa. Happy birthday, Sophia. Oh my god. के हो र तिमीहरूले निकालेको यो चाहिँ के हो Gifts. यो कसले बनायो बनाउने तपाईँ हो Thank you. यो सबैमा पनि फोटोग्राफबाट भन्नुभएको छ फोटोग्राफरदेखि लिएर सबैजनाको चाहिँ भिडियो यहाँ आउनु पर्यो कोही छुट्यो भने चाहिँ यहाँ लापाए दोष छैन है हेर्नु त आज पनि म बाहिर निक्ल्यो ओहो झन् आज पनि त्यस्तै छ माइनसले टेम्परेचर छ हेर्नु हावाहुरी र सुसाएको कस्तो छ सुसाखा हेर्नु यो हाम्रो पारिपाटी पार्कको ल नि हिउँ पनि जस्ताको जस्तै छ नमस्कार साथीहरू अर्को दिन भयो यो हिजोको भिडियोलाई मैले एन्डिङ गर्नलाई यहाँ आइपुगेँ आज पनि टेम्परेचर राम्रो छैन हिजो रातिको हिउँ परेर पनि तपाईँको ल हेर्नु यस्तो छ हावाहुरी र यति छ कि मान्छे उडाउने ढलाउने जस्तो हो त्यो तर हेर्नुलाई हेर्नु यो झन्डा उडे अनुसार पनि थाहा पाउनुहुन्छ होला यहाँ रुख हेर्नु ओहो यहाँ हेर्नु कस्तो हल्लियो यसको आवाज तपाईँको हेरेर पनि सुनेर पनि थाहा पाउनु भयो होला ल सबले यहाँको हेरिहाल्नु हो धुलोहरू कस्तो उडिरहेको छ हावाहुरी हेर्नु ओहो यहाँ हेर्नु भुमरी परेको यहाँ हेर्नु भुमरी परेको यति छ ल सबै साथीहरूले भिडियो हेरेर त्यसमा यसो लाइक कमेन्ट गर्न नबिर्सिनु होला हस् त धन्यवाद